आज न्युयोर्कमा 2 जना झापाबाट आउनुभएको साथीहरूसँग भेटघाट भयो। अझ उहाँहरू त ओली निकट हुनुहुँदो रहेछ, केपी ओलीको डाइहार्ड फ्यान। र मैले उहाँलाई सोधेँ, यसपालि बालेन यदि ओलीको क्षेत्र नम्बरबाट उठे भने बालेनले जित्लान् कि ओलीले जित्लान्, के छ तपाईँहरूको राय भन्दाखेरि मैले सोद्धाखेरि उहाँहरूले भन्नुभयो, भोकमरी, भोको पेट र परिवार भन्दा ठुलो, बेरोजगारी भन्दा ठुलो पार्टी र झन्डा नहुँदो रहेछ। धेरै वर्ष कुरियो तर केही लछार बाटो लागेन। केपीको फ्यान नै हौ हामी, समर्थन गर्थ्यौँ, भोट पनि हालियो होला, तर अबदेखि चाहिँ नो केपी, नो पुरानो फेस, अब नयाँलाई केही गर्न दिनुपर्छ। बालेनले यसपालि जित्नुपर्छ। हाम्रो क्षेत्र नम्बरबाट चाहिँ हाम्रो पूर्ण समर्थन केपी ओलीलाई होइन बालेनलाई छ भनेर सुन्दाखेरि मैले त्यो एउटा परिवर्तित सोचलाई सुन्दाखेरि गर्वले छाती फुलियो मेरो। मैले भन्न खोजेको पनि त्यही हो, म कसैको पक्षधर होइन, न बालेन, न केपी, न अरू कुनै पार्टी, म न्युट्रल हो। तर यस्तो बेलामा हामीहरूले चाहिँ उही पुरानो करप्टेड फेसलाई फेरि पनि सत्तामा ल्याउने हो भने के आशा गर्ने? घर घरमा ग्यासको चुलो ल्याइदिन्छु, तिमीहरूले काँधमा ग्यासको सिलिन्डर बोक्नु पर्दैन भनेर फुस्रा भाषण गर्ने, चुट्किला सुनाउने र उखान टुक्काबाजी मात्रै गर्ने हो भने हामीहरूले केका लागि परिवर्तनको आश गरेर बस्ने, केका लागि भोट गर्ने? उहाँहरूको त्यो सोचलाई म एकदमै सल्युट गर्छु। यस्तै परिवर्तित सोच आउन आवश्यक छ सबैजनामा। लगभग 1,50,000 क्षेत्र नम्बर 5बाट भोटर सङ्ख्या छ। त्यहाँबाट 2 पटक ओलीले, अझ भन्ने हो भने 10 पटक इतिहासलाई हेर्ने हो भने उनले नै जितेका छन्। तर यसपालिको परिवर्तन झापा क्षेत्र नम्बर 5ले गरेर देखाउनुपर्छ।